हेलो साथीहरू, आज चाहिँ मेरो किचनमा निगुरेको साग पाक्दैछ। यो चाहिँ मलाई अनि छिमेकी दिदीले माया गरेर अनि ल्याइदिनु भएको छ है। अनि यहाँ चाहिँ म दमादम अनि निगुरे अनि बाहिर बसेर केलाउन थालिरहेको छु। अनि बिरालो पनि आएर बसेछ मेरो छेउमा। अनि फेरि मलाई मेरो छोरी पनि आएर यहाँ साग केलाउन सघाउँदैछ है अहिले चाहिँ। अनि आमा छोरी भएर एकदम दमादम हामी साग केलाउँदैछौँ एकदम। अनि अब चाहिँ साग पनि लगभग केलाउन आँटिसक्यो। अब साग केलाएर एक पटुका रेडी बनाएर राखेको छु। अब यसलाई चाहिँ मजाले मैले धोइसकेँ, 4-5 चोटि सफा पानीले पखालेर एकदम पकाउन रेडी बनाइसकेको छु। अनि मैले यहाँ कराई पनि बसाएको छु, तेल खारिवरी अनि यहाँ लसुन अनि एकदम अनि पड्काएर म चाहिँ यहाँ निगुरेमा चाहिँ अनि लसुन मात्र लगाएर एकदम सादा पाराले पकाउन लागिरहेको छु। मेरो किचनमा चाहिँ खालि यस्तै सादा मात्र पाक्ने गर्छ है, धेरै मसलादार खोर्सानी सोर्सानी भएकोहरू होइन। अनि मैले यहाँ अनि साग पनि हालिसकेँ कराईमा। अनि अब यसलाई चाहिँ एकदम नछोपिकन सानो ग्यास बनाएर म एकदम यसलाई फ्राई गर्नेछु। अब यसमा अनि म थोरै अनि नुन राख्नेछु। अनि यो नुन लगाइसकेपछि चाहिँ यो एकदम फेरि पनि यसलाई मजाले चलाउने छु, किनभने नुन चाहिँ अनि सबैतिर लागोस् भनेर। अनि यसलाई चाहिँ म नछोपिकन पकाउने छु है, किनभने यो छोप्यो भने चाहिँ अलिक फ्यात्त हुने हुन्छ। त्यही भएर यसलाई चाहिँ एकदम नछोपिकन यो सागबाट निस्केको पानीहरू चाहिँ बिस्तारी अनि सुक्न दिएर पकाउनु पर्छ। म चाहिँ त्यसरी नै पकाउँछु। एकदम मिठो हुन्छ यो, एकदम अर्ग्यानिक, केही औषधिहरू नहालेको, एकदमै राम्रो, स्वास्थ्यको लागि एकदम राम्रो हुने खालको साग हो यो। हाम्रोतिर चाहिँ यसलाई निगुरेको साग भन्छौँ, तपाईँहरूकोतिर पनि निगुरे नै भन्छ होला। यो साग चाहिँ लगभग अनि पाकेर रेडी हुन आँटिसक्यो। अब थोरै पानी यहाँ सागको सुक्न बाँकी छ। अब चाहिँ यो साग पाकेर एकदम रेडी भएको छ है, एकदम खानलाई ठिक्क भएको छ। पानी पनि यो सुकेर अहिले चाहिँ एकदम साग चाहिँ यति थोरै भएको छ। अहिले चाहिँ कराई थियो, धेरै हुन्छ जस्तो थियो। अहिले चाहिँ त्यो सागको पानीहरू सुकेर चाहिँ साग एकदम थोरै भएको छ। हेर्दै खाउँ लाग्ने मिठो अनि भएको छ यो साग चाहिँ। मलाई चाहिँ एकदमै मनपर्छ है यो साग। अनि तपाईँहरूलाई चाहिँ मनपर्छ कि मन पर्दैन भन्नु होला कमेन्टमा है साथीहरू। हुन्छ, आजलाई यति नै। मेरो भिडियो हेरेर साथ दिनुभएको लागि तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।